नमस्कार, म हरिबहादुर पाण्डे, श्री बराह ट्रेडर्स तथा धेरै साथीहरूले हामीलाई लुम्बिनी मोबाइल भनेर पनि चिन्नुहुन्छ। हामी भैरवाको आबो रोडमा रहेका छौँ। अब साथीहरू, हजुरहरूले 40,000 50,000 छ, 60,000 छ आइफोनका सेकेन्ड ह्यान्ड सेटहरू तपाईँ खोज्दै हिँड्दै गर्नुभएको छैन। अब ती जमाना गयो है। अब एकदम ध्यान दिनुहोस् है। जम्मा 79,000 मा सेकेन्ड ह्यान्ड होइन, भ्याट बिल र ग्यारेन्टी सहित आइफोन को नयाँ मोबाइल बजारमा आइसकेको अवस्थामा हजुरले अब किन सेकेन्ड ह्यान्ड मोबाइल खोज्ने? आइफोन चलाउन मन लागेको छ, पैसा बजेट पनि धेरै छैन, सेकेन्ड ह्यान्ड मोबाइल खोज्दै हिँड्दै गर्नुभएको छ। अब त्यो दिन बिर्सिनुहोस्। 1 वर्ष भन्दा बढीको ग्यारेन्टी प्लस भ्याट बिल र आइफोन को होलोग्राम स्टिकर भएको ओरिजिनल चार्जर साथमा पाउँदै हुनुहुन्छ। अब के को सेकेन्ड ह्यान्ड मोबाइल? आइफोन को। आइफोन चलाउन मन लाग्यो, ल ठिक छ, जम्मा 79,000 मा आइफोन को नयाँ सेट पाउँदै हुनुहुन्छ। अब सेकेन्ड ह्यान्ड हजुरले मोबाइल खोज्दै हिँड्दै गर्नुभएको छ भने त्यो बिर्सिनुहोस् है। सेकेन्ड ह्यान्ड मोबाइल खोज्दै हिँड्दै गरेको छ, आज मोबाइल किन्यो, उस्तै पर नि एक हप्तापछि 15 दिनपछि डिस्प्ले गयो। आज मोबाइल किन्यो, 15 दिनपछि 20 दिनपछि हजुरको ब्याट्री गयो। त्यसको जिम्मा कसले लिने? उस्तै पऱ्यो भने फेरि भरपर्दो च्यानल र स्रोतबाट मोबाइल खरिद गरेको छैन भने चोरीको केसहरू पनि त्यसैमाथि लाग्न सक्छ। यी सम्पूर्ण चिजबाट हजुरहरू होसियार हुँदै नयाँ मोबाइल जब 80,000 मा 79,000 मा जब आइसकेको छ भने अब सेकेन्ड ह्यान्ड खोज्ने दिन गइसक्यो है। ल हजुर है।